हेलो नमस्ते वेलकम माई मिनी ब्लग। कत्रो सर्प मरेको रहेछ बाटोमा, गाडीले सर्प मारेको रहेछ। डर लाग्यो। सर्प निस्किन थालिसकेछ। यहाँ जाडो छ यस्तो होइन। समुद्रको छेउमा छ कि रेमा चाहिँ ड्युटी जाँदैछु। झन्डै सर्प खिच्चे मैले। त्यहाँ गाडीले मारिसकेको रहेछ सर्प चाहिँ। तर पनि म मोबाइल हेर्दै हिँड्छु धेरै जस्तो, त्यही भएर सर्प देखिँदैन के। देखिँदैन होइन, रोडतिर निस्किन्छ। अम्बो यस्तो घारी छ अनि त्यही भएर सर्प आउँछ गाइस। म चाहिँ ड्युटी जान लागेको थिएँ, ड्युटी पुग्न लागिरहेको छु। यहाँ तल समुद्रको छेउमा छ हाम्रो चाहिँ काम गर्ने ठाउँ। यहाँ अगाडिपट्टिको हो, उता अगाडिपट्टिको। म चाहिँ भर्खर पुग्दैछु। यहाँ अपार्टमेन्टहरूमा मान्छे बसिरहेछ होइन। छेउ कस्तो सर्पले सातो लग्यो। सर्प देख्दा म त लास्टै डर लाग्छ। कति धेरै सर्प निस्किन्छ नि यहाँ साइप्रसमा, बाफ्रे डरै लाग्दा। समुद्रै छ कि लास्टै जाडो छ, हावा चलेछ। हावाले मलाई नै उडाएर लैजाला जस्तो भइरहेछ। अब यहाँ हाम्रो चाहिँ होइन, हामी काम गर्ने रेस्टुरेन्ट चाहिँ यहाँ छ। म चाहिँ यहाँ पुग्दैछु। अब यहाँ अहिले क्लिनिङ स्टार्ट भइरहेछ। तर यहाँ अहिले हाम्रो बोसहरू आइपुगेको छैन रहेछ। मलाई लिन आउँछ होला उता साइड। म यहाँ आइसकेँ भनेर अब भन्नुपर्छ। यहाँनिर चाहिँ काम गर्ने ठाउँ चाहिँ जिरिङ भएर सर्प आउँछ भनेर एकजना बोस चाहिँ आइसक्नु भएको छ। गाडी छ गाइस, गाडी छ भित्र छिरौँ। बाई बाई, फेरि भेटौँला। हेलो नमस्ते वेलकम माई मिनी ब्लग। कत्रो सर्प मरेको रहेछ बाटोमा, गाडीले सर्प मारेको रहेछ। डर लाग्यो। सर्प निस्किन थालिसकेछ। यहाँ जाडो छ यस्तो होइन। समुद्रको छेउमा छ कि रेमा चाहिँ ड्युटी जाँदैछु। झन्डै सर्प खिच्चे मैले। त्यहाँ गाडीले मारिसकेको रहेछ सर्प चाहिँ। तर पनि